ब्याक टु माई न्यू भिडियो यहाँतिर भ्लग आएको सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज पनि आइसकेको छु नयाँ भ्लग नयाँ भिडियोको साथ आज पनि आइसकेको छु होइन। अनि अहिले चाहिँ हामी मासिमीको साइडबाट घिउ खोला छौँ, देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ घिउ खोला भन्छ, यहाँ चाहिँ खोल्थ्यो छ खासमा। अहिले चाहिँ हामी जानु लागेको खलङ्गा। अनि खलङ्गा यस्तो रमाइलो हान्नुपर्छ भन्ने कुरा छ, ग्यारे ग्यारे हुन्छ टक्क लगाएर भन्नुपर्दा हामी चाहिँ अहिले यहाँ नुन्नी लगाएको। यहाँ नुन्नी एउटा त भइसक्यो, एउटाको बाँकी छ होइन। टक्क लगाएर हामी नुन्नीसँग तल रहेछ आज भोलि चाहिँ यहाँ यहाँदेखि टक्क लगाएर जाने बाटो चाहिँ देखि छ होइन। अनि नुन्नी लगाएको नुन त हाम्रो नुन त पठाइदियो, अर्को नुन लिनु गएको दिँदैन जस्तो लागेको। दुईवटा एउटा नागरिकताबाट दुईजना नदिने कुरा जस्तो सुनेको थिएँ। अनि सेरिगाउँ भन्नुहुन्छ भने यस्तो छ है त सर ल यस्तो छ। अनि देख्न सक्नुहुन्छ है त बवाल। अहिले चाहिँ हामी टक्क लगाएर हाई स्कुल आइसकेका छौँ होइन। अनि अब के भन्छ अरे अहिले जानुपर्ने चाहिँ हामी वाइफाईको के रिचार्ज हाल्नु पऱ्यो क्या। अब वाइफाईको रिचार्ज सकिन्छ, त्यति बेला हाल्नुपर्ने छ। अगाडि चाहिँ अन्टी हुनुहुन्छ, देख्न सक्नुहुन्छ होइन। बवाल तरिकाले हिँडेर चाहिँ हामीले जानुपर्ने चाहिँ त्यहाँ हो अरे कहाँ अहिले पैसा निकाल्नलाई अन्ट्रीमा जान लाग्यो। के कसो टक्क लगाएर हुनतिर आउँछ के अरे हामी चाहिँ अहिले। अनि त्यहाँ अब स्केटिङ खेल्न जानु लागेको होइन। हामीले चाहिँ आधी घन्टा खेल्ने भन्नुहुन्छ अङ्कलले चाहिँ। के हुन्छ यसो रमाइलो हानिदिनु पऱ्यो क्या, कस्तो हुन्छ धेरै पछि खेल्न लाग्छ आज भोलि टक्क आएर अङ्कल झ्यापमा देख्न सक्नुहुन्छ त्यही भनेको होइन। खाइया छैन, हामीले हिँड्दैछौँ स्केटिङ खेल्न सही ल। अनि सबैले लाइक सब्सक्राइब गर्ने यतै भुल्नै भएन भुल्नु हुँदैन है ल। अब स्केटिङ खेल्नै गएर टक्क लगाएर स्केटिङ खेल्ने भनेर आएको। यहाँ मान्छे नै रहेन जग्गा फेरि यस्तो हुन्छ यहाँतिर यस्तो बसेर त्यहाँ कोही नै छैन, खाली छ, मस्तै खेल्नुपर्छ क्या। मलाई आउनु त आउँदैन, त्यही पनि अब सिक्ने त हो नि बिस्तारै होइन। के छ र यसो हेरिदिउँ मान्छे आयो भने खेलिदिउँ, नत्र भने केही छैन। मैले एक दुईचोटि त खेलेको छु, तर माथि चाहिँ यहाँ त खेलेँ होइन। अब यहाँ ट्राई हुन्छ अब यता हेर भाइ यता हेर देख्न सक्नुहुन्छ अब यस्तो भइरहेछ होइन। खेल्न आउँदैन, त्यही भएर यस्तो टक्क हामी लिइरहेको छौँ। म चाहिँ देखिन्छ भ्लगमा देखिरहेको नि ल। भ्लग बनाइरहेको छ है अहिले कसरी है ल। सबै त छोटो मैसरी हिँड्छु आउँदैन खेल्न म पनि आएँ सम्झे देख्न सक्नुहुन्छ हाम्रो जोड्ने काम बढी भइरहेको छ होइन। मलाई चाहिँ भाइले सिकाइरहेको छ अरे। अन्त मेरो भिडियो बनाइदियो भाइ ल। खेल्नु आइरहेको छु लोड्नु भयो रमाइलो चाहिँ गलत भइरहेछ, बढी भइरहेछ होइन। भिडियो बनाएर सुविधा भाइ मन गर्नुपर्छ। सो गाइस मेरो भाइले भिडियो बनाइदिइरहेको छ होइन। म चाहिँ बडी लोटिरहेको छु यता। देख्न सक्नुहुन्छ होइन भाइजीलाई खेलिरहेको छु भाइ खेल्नु यस्तो मजाले खेलिरहेको। म चाहिँ कति नै आउँदैन यार। अन्टी ल अन्त मोबाइल हगिन्छ र अन्टीलाई मोबाइल दिन्छ अब सकेन मैले खेल्न। स्केटिङ खेल्नको तर भिडियो दिइहाल भइरहेको छ होइन। भाइले चाहिँ भिडियो बनाइदिइरहेको छ। अनि देख्न सक्नुहुन्छ मेरो स्केटिङको टाइप बेचाराले गर्छु म चाहिँ। म पनि आउँदैछु त छाड्दे टिकटक बनाउने रोग अहिले बनाइदिउँ न।
टक्क लगाएर स्केटिङ खेलेर आइसक्यो खुट्टा यस्तो चोट लाग्छ कि पुरै छोडिदिनु के स्केटिङ यस्तो चोट लाग्यो पार्ट देखाउँछ उता गएर अनि ह्यान्ड प्लस पनि किनेको छ मैले लाउनलाई अहिले चाहिँ टक्क रेड खालि बसिरहेको छु होइन अब सिधा गइनको के भन्छ अरे झुल्के जानुपर्छ झुल्के सेबाङ जाने कुरो छ है त हाम्रो चाहिँ अहिले अनि पहिला हुनुहुन्छ रेडी भइरहेको छ जानलाई अब अटोमा जाने जान चाहिँ त्यही नै अहिले चाहिँ हामी टक्क लगाएर झुल्के यहाँ होला है सायद जस्तो मान्छेले बल खेलेर देख्न सक्नुहुन्छ अनि हामी चाहिँ अहिले कहाँ छौँ झुल्के होइन झुल्के छ अनि एउटा डाँडो देख्नु डाँडो यस्तो बबाल मिलेको डाँडो छ कुरै छोडिदिनु खै थाहा छैन मलाई कहाँ पुल छ अरे त्यही भन्नुहुन्थ्यो अरे खोला नै हो पाल्नु जानुपर्छ पाल्नु जानु मलाई क्या त पुलमा होइन बाटो छ यहाँबाट छ पुल छ यस्तो देख्न सक्नुहुन्छ यस्तो बबाल छ धानसान काट्ने टाइम भइसकेको छ अनि मेरो यहाँ स्केटिङ खेल्दै खुट्टो चोट लगाइरहेको छ अहिले पारिका देखाउँछु हात देख्न सक्नुहुन्छ सुन्निरहेको हात चाहिँ अहिले पनि यहाँनिर देख्नु सक्छ रातो भइरहेको छ अझै नि सुन्नेर हैरान छ यहाँ पुलमा कसम टोक्ने हेर्नु पुल पुल त खोलाले लग्दैछ अब के गर्ने अब देख्न सक्नुहुन्छ जानुपर्ने कहाँ को तल अब पुरा हामी बाल्टीमा जान्दैनौँ त्यहाँ हिँड्न त पनि जाउँ तल जाउँ त एकचोटि हालत खराब भयो नि त अब त यहाँ पुल त गएको रहेछ त यार छ्या डर त के अरे यहाँ चोट देखाउँछु कहिले स्केटिङ खेल्दाखेरि यस्तो चोट लाग्यो कि भन्दै त्यो एउटा दिदी चाहिँ मरेन यार पानी सुनाउँछ है त म त्यो हुन्छ के भन्छ अरे हामी चाहिँ अङ्कल हामी पहिले स्केटिङ खेलिरहेको थियो होइन दिदीले मैले पहिले उचाल्नु म खेल्न सक्दैन भनेको थिएँ होइन ठ्याक्कै दिदी आयो क्या अनि त्यहाँबाट दिदी आज अङ्कल के भयो भन्नुहुन्छ दिदी आयो नि त्यहाँ गर्दाखेरि स्केटिङ खेल्दाखेरि अनि त्यहाँबाट आयो होइन मैले उचाल्नु भनिरहेको छु पाहाडदेखि रोकिन्छ कि धन्दै मरेको थियो भने त्यो त्यो चिन्थ्यो होइन अङ्कल चुम्मा खाइसकेको थियो भन्नु यार रात चिन्नुमा आएको म गएको चाहिँ यस्तो छ पुलको हालत नेपालको बाटो जोगाइ झन् थर्माल्न सकिन्छ यस्तो छ यहाँबाट कहाँ जाने अब यहाँबाट यस्तो छ यार चिया अति हो यार त सर पर्नु सकिँदैन ठुलो छ होइन तर यहाँबाट हामपाल्ने ठाउँ जस्तो लाग्यो हामपाल्ने ठाउँ पनि रहेको छ अब त्यहाँबाट तल जाने है त तल जानु पऱ्यो अनि त्यहाँ जानुपर्छ जस्तो लाग्यो मलाई चाहिँ र जानुपर्छ जस्तो लागिरहेको छ मलाई सरी यस्तो छ देख्न सक्नुहुन्छ नेपालको बाटो खतरा आएको त खै अङ्कल कहाँ यस्तो बाटो छ यस्तो नि बाटो हुन्छ र त्यो तयार छैन क्या त्यस्तो पाइपहरू हालेर रहेछ समस्या बाटोको समस्या छैन क्या के भन्नु यार बाटो यस्तो छ म चोट लगाएर देखाउँछु त स्केटिङ खेल्दाखेरि बिचार त्यो दिदी चाहिँ मर्न्थ्यो एउटा अनि अर्को केटी थियो क्या त्यहाँ त्यो केटी धन्दै मरेको यस्तो चोट लाखा नि हेर्नु ह्यान्ड प्लस लगाइरहेको छु मैले खुट्टा हेर्नु अझै रगत आइरहेको छ त्यहाँ यस्तो चोट लाखा कुरै छोडिदिनु अनि यो खुट्टा यहाँ चोट लगाएको छ होइन अनि यहाँमा छ नि यहाँ पनि यस्तो चोट लाग्यो अनि हात त्यहाँ सुन्ने अहिले नि यहाँ सुन्ने एउटा हातले मोबाइल फेरेको छु होइन त्यो पनि त्यस्तो खायो मोबाइल साथीको हात पनि यस्तै सुन्ने होइन के भन्नु अब भोलि यस्तो दुख्छ 2 घन्टा खेलिदियो अङ्कल यहाँ खेल्न सकेर पहिल्यै भाग्नु भएको अङ्कल त खेल्न सकेर होइन म त जस्तो जस्तो खेलिरहेको थिएँ त्यही नि एउटा केटीसँग ठोकियो कहाँबाट तर्नु यार तर्नु सकिन्न क्या म यो सबैजना खेल्न सक्ने मैले जस्तो लागिरहेको थियो अनि त्यो एउटा त्यो खै केटी आइरहेको थियो होइन अनि त्यहाँबाट केटीलाई मैले पहिले उच्च भनिरहेको त्यो सँगै आउँछु एउटा ठोकिनँ ठोक्यो त्यसलाई चोट लाग्यो 2 जनालाई अनि हात देख्न सक्नुहुन्छ यहाँ ह्यान्ड चोट लगाइरह यस्तो हैरान बनाइरह यार अब कहाँ जाने त अङ्कल हामी कस्तो यार हालत खराब भयो त यार टुक्ने ओ त्यहाँ डाँडाबाट आएर खोलामा आएर अड्डियो यार फाइनली के हो अङ्कल धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ हामी कहाँ खोलै खोलातिर आउँदा देख्न सक्नुहुन्छ यस्तो बवाल छ एलिका एरिया चाहिँ हेर्नु देख्न सक्नुहुन्छ है त ल सर नेपालको मुस्ताङ गरे के रुकुमको मुस्ताङ भन्ने यो नेपाल भन्ने आएछ यार म चाहिँ होइन म चाहिँ क्या अङ्कललाई नभनेर कस्तो पाएको छ अङ्कलहरूलाई देखाइदिन्छ एकछिन रोक्छु है त म कहाँबाट आयो माथि गएको थियो क्या अङ्कललाई नभएर यस्तो हिँडेको हामीहरू माथि हेर्नु तिनीहरूलाई त्यहाँ छन् न तिनीहरू म चाहिँ यहाँ
अगाडि आएछ कि त्यहाँबाट आउँछ तिनीहरू हेर्नु त यहाँ बिचारा हालत हेर्नु त त्यहाँ दुईजना बुढाबुढी त्यहाँबाट आइरहनु भएको अनि म चाहिँ अगाडि आइसकेको छु क्या अब त्यहाँबाट माथि पुल तर जानुपर्छ माथि जानुपर्छ फेरि जान चाहिँ अहिले चाहिँ हामी तल आछौँ किनभने हामी बाटो गलत बाटे गस रास्ते से आ गए हम लोग इसलिए हम क्या कर सकते और हम हिल रहे अभी तो खुले खुला तीर पर क्या बोल सकते हैं यार हम कुछ कह भी नहीं सकते कुछ बोल भी नहीं सकते क्योंकि हमारा ही गलती है हम इधर क्यों आए क्या करने के लिए आए क्या उखाड़ने के लिए आए वो गलती हमारा है इसलिए फाइन कोई बात बोल सकते हैं देखिए आगे ब्रिज है और कोई बात नहीं है मजा करो ऐस करो के भन्नु हैन आजको दिन यस्तो खराब यस्तो बिग्रिया कुरै छोडिदिनु क्या हेर्नु पछाडि अब हेर्नु पारे त्यहाँ पारि हेर्नु त्यहाँ बल्लहरू त्यहाँ मस्त जुदिरहेको क्या गोरु बल्ल सबै हो जे हो त्यो होइन यस्तो भइरहेको आजको दिन भनेपछि खोलै खोला पनि हिँड्यो कस्तो मेरो पनि मोबाइल पनि त्यस्तो कुच्चिखायो नि यस्तो भइरहेको नि के भन्नु क्या यार यता पनि गोरु नै छ यस्तो बबालले यस्तो हिँड्न मन तर के गर्नु पहिलादेखि लगाडिरहेको छ गोरुले अब के गर्नु यार यस्तो हालत खराब भइरहेको यार छि के भन्ने यार त्यहाँबाट घुम्दै आएको होइन त्यही नि अहिले आएर गोरुले खेदिन्छ यार के हो कि यस्तो यार टोक्ने यार यस्तो झ्याउ लाग्छ त्यहाँबाट फेरि मान्छेहरू आएर हेर्नु यस कारण आए पनि हुने नि यार किन आएको होला किन आउनु पर्ने हो र फेरि होइन अहिले चाहिँ बल्ल हराउँदा बल्ल कति बजी अहिले 1 घन्टा हिँडेपछि खोलादेखि बल्ल माथि आएछौँ होइन अनि रातिमा खलङ्गा जस्तो लाग्यो मलाई उता त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो बवाल छ भ्यू त ओहो सरलक्कै वरि गाउँ छ होइन मस्त हिँडिरहेछौँ अनि अगाडि चाहिँ अङ्कलहरू हुनुहुन्छ त्यहाँ हिँड्नुहुन्छ झुइझी बार हुन्छ बत्ती अनि मेरो हात देख्न सक्नुहुन्छ यो हात सुन्नेर खुट्टा दुखेर मलाई हिँड्नै भएन फेरि भोलिबिहान चाहिँ खलङ्गा नगएर सोलवाङबाट जानुपर्छ जस्तो लागिरहेको मलाई भने होइन किनकि मलाई त अब खलङ्गा काम नै छैन फर्स्ट अफ अल अनि खलङ्गा पनि झेउन लाग्यो कि मलाई त्यो अटोले नै घात गऱ्यो फर्स्टमा खासमा अनि त्यहाँबाट त्यो बाटो बिर्सेर कहाँ खोलै खोला तिर घुम्नु त हामी त्यही नै यस्तो भएको हो क्या अनि के भन्ने यार यस्तै हो बाटो हेर्नुहोस् यस्तो छ अहिले मजाको बाटो ठिकै छ होइन ग्राभेल छ केही देखिन्न यार 7 बजिसक्यो भने कम त हो त यार अगाडि खासमा मैले स्केटिङ खेल्न ढिलो गरेको त्यहीँदेखि 4 बजिसकेको थियो त्यहाँबाट आयौँ अटो ढिलो गरिदियो त्यहाँबाट आयौँ तल खोलै खोला तिर पुग्यो त्यहाँबाट आयौँ बल्लले फेरि आइरहन् अनि यहाँ खुट्टा दुखेर त्यसमा त्यहाँ यहाँ फेरि यहाँ खुट्टा चोट लागेको भएर यस्तो हालत भएको कि यस्तो हालत क्या कोही छोडिनँ क्या अनि अङ्कलको साइड ब्याग बोकेर हिँडिरहेको छु म त फेरि मेरो अनुसार मलाई बोक्न झ्याउ लाग्छ मेरो चाहिँ मैले ल्याएको थिएँ अङ्कलले बोक भन्नु भएर ठिकै छ भन्ने कुरा भयो सायद अब पुगिसक्यौँ हामी होइन देख्न सक्नुहुन्छ